आउनु 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 बा हो यो खोल्नु न अझै अझै ल बा ठिक छ लाउनु आउनु दाइ यो पछाडिको दिखो भयो भनेको म भयो भन्दैछ अहिले हो भने यार भयो भने सुन्दैन आउनु न ढोको ल्याउनु न यो पछाडिको खोल्नु नि दाजु यो डिकी भयो भने सुन्दैन खोल्नु न सामान के छ हालो हेलो नयाँ हो गाडी नयाँ हो कतिको छ कहिले लिएको भयो 7-10 हो ठिक छ है नयाँ गाडी रहेछ अलिकति यसलाई हेरेको है एकछिन सामान हाल्नुलाई के सामान हो सर के सामान हो यो डिकी खोल्नु त भयो सामान यहाँ रानीमन है यो बोतलहरू साइड लाग्नु किन चाहिँदैन त्यो बोतल हजुर पछि होइन यो सामान लिएर आउनलाई यो सामान ल्याउनु पर्यो नि त यो यहीँ राख्ने हो माथि राख्ने होइन ए सट्टै यहाँबाट यसो सामान ठुलै छ ल है म ल्याउँछु ल है म ल्याउ ठिक छ सामान यो हुँदैन सामान हो नि त यो अनि यो फोहोर सामान हुँदैन नगरपालिका गाडी आएको छैन बा अनि के भन्दा नआए के गर्नु तपाईँले यो हाल्नु नि हालेर सामान यो गाडी हुँदैन सामान त हो नि यो हुँदैन मान्छे हुँदैन तपाईँले भनेर हुन्छ सामान हो कि यो हुँदैन तपाईँले भनेर हुन्छ नगरपालिका गाडी आएको छैन त के भन्दा यो नगरपालिका गाडी होइन यो प्राइभेट ट्याक्सी हो त्यही ट्याक्सीमा त तपाईँले लाग्दो पैसा दिन्छ नि त भाइ म त्यो पैसा हुँदैन के कुन चाहिँबाट तपाईँ सजिलो हो सजिलो काम गर्नु कहिलेदेखि काम गर्नु 2 दिन महिना हो ल ठिक छ है के हाल्न लाग्नु सामान हाल्नलाई अर्को ल्याउनु लाग्यो मैले यसबाट सामान हाल्नु पर्ने होइन यसबाट भन्नाले यहाँबाट चाहिँ सर एउटा सामान छ भित्र लिएर आउनु अनि यहाँ हाल्छु कि है अलिकति गरम छ नि त त्यही भएर है दाजु है यसो राख्नु ल के ल्याउनु भएको यो के ल्याउनु भएको फोहोर कहाँ फोहोर ल्याउनु भएको त नि अनि यहाँ हालेर लगौँ भनेर नि कहाँ फोहोर हाल्ने गाडी हो त नि फोहोरै आउँदैन नि फोहोर बोक्नै आउँदैन घरमा यत्रो डुङ्गुर थपेर राखेको छ अरे लगाउँ न दाजु कहाँ फोहोर मान्छे चढ्ने गाडीमा फोहोर राखेर हुन्छ अनि म पनि चढ्छु नि त यतापट्टि यो फोहोर चाहिँ यता डिग्रीमा राख्नु लगेर दाजु फाल्नु कहाँ हुन्छ यस्तो फोहोर राखेर तपाईँलाई म 500 को 2000 दिइहाल्छु नि हुँदैन मान्छेमा चढ्नु न कहाँ फोहोर राख्नु लगाएर गाडी फोहोरै लिन आउँदैन दाजु के गर्नु त म अनि फोहोरको गाडी आइन्छ नि पछि बिस्तारै अनि आउँदाखेरि तपाईँलाई थाहा छैन टायर काटिदिने मान्छेलाई ड्राइभरलाई पिटिदिने खै चढ्न दिएको डाँडामा गाडी कहाँ फोहोर राख्छ त नि गाडीमा होइन एउटा सुटकेस जस्तो छ क्या सट्टा यहाँभित्र छिर्नु भनेर है है त ल म गइहाल्छु है होइन अनि सामान भनेर यस्तो फोहोर हाल्ने तपाईँ सामान होइन भने मतलब फोहोर बोक्ने गाडी हो यो यता बोक्ने गाडी हो यो तपाईँ जानु त हुँदैन दाजु सुन्नु न दाजु यहाँ यता सुन्नु नि त फोहोर फाल्न होइन एउटा कुरा सुन्नु न मैले कुरा सुन्नु नि पहिला यो टिपेर हालिदिनु अर्काको सामान यो यहीँ राखिदिनु ल यहाँ राखिदिनु म लान्छु यो लान्छु होइन यता के छ यहाँ सुन्नु न सामान अर्कै छ क्या खोल्नु न लाग्दो पैसा दिन्छ क्या
अनि गाडी आएछ नि त म फोहोर कुहिन्छ नि हुँदैन नि त बाबु यो त यो फोहोर पुग्ने गाडी होइन यो प्राइभेट ट्याक्सी प्राइभेट ट्याक्सी त यसमा हुँदैन फोहोर हाल्नु हुँदैन आएकै छैन त मैले के भन्दा नि गाडी आएको छैन गनाइसक्यो रुम डोङडोङ गनाइसक्यो घर गनाइसक्यो हुँदैन यो त यो गाडीमा हुँदैन होइन तपाईँलाई बरु म 2000 दिन्छु यो लगेर गएर उता फालौँ न त्यो 2000 मेरो यहाँ गाडी फोहोर पार्ने छैन अनि भित्र राखेको ठाउँै छैन दाइ अनि के भन्दा तपाईँको फोहोरको गाडी आएछ नि फोहोरको गाडी आएन क्या दाजु तपाईँको समस्या हुन्छ नि हाम्रो समस्या हुन्छ त्यो त हेर्नुहोस् न दाजु फोहोरको गाडी नआएको कति भयो तपाईँलाई थाहा छ नि आएछ नि बिस्तारै गाडी घरमा राख्दा नाक्कै गइसक्यो यति धेरै फोहोरको डुङ्गुर छ फोहोर राख्ने गाडी हो त नि यो मलाई नि थाहा छ क्या दाजु यो फोहोर राख्ने गाडी होइन अनि फोहोर राख्ने गाडी होइन तपाईँको यो राम्रो गाडी हो तर दाजुभाइ मिलेर यो फोहोर लगाएर उता वनतिर बाङ्गातिर फालिदियो भने त कहाँ खान्छ फोहोर राख्दैन गाडीमा अनि कसले लान्छ त ल भन्थ्यो फोहोर गाडी आएछ नि फोहोरको गाडी आउनलाई त त्यो डाँडा कट्नु परेन डाँडा काट्नलाई त त्यो मान्छेहरूले कहिले टायर काट्दैछ कहिले ड्राइभरलाई पिट्दैछ राख्दैन फोहोरै फाल्न दिएको छैन त के गर्ने नगरपालिकालाई आउँछ बिस्तारै कहाँ फोहोर गाडी बिस्तारै आएछ दाजु प्रमिस तपाईँलाई म बरु 1000 रुपियाँ दिन्छु हुँदैन